न यस्तो रार लेख्न जाने नानीले यस्तो लेख्न जाने स्कुलबाट आएर होमवर्क लेख्न लागि ए र बी होइन अब सी लेख्दैन लेख सी यस्तै पढ्दै लेख्दै गर न सी हो अब डी well अब यी पनि लेखिहाल उठेर लेख न सजिलो लेख लेखिहाल भिडियो गराइछु मैले बाबालाई पठाइदिनुलाई यसलाई ई भन्छन् वाउ अब यहाँ पनि लेख यति छिटो लेख्छिन् नि सानोले कति ज्ञानी छिन् गुर्काउन झोला पिङ्क कलरको ल्याइदिनु है बाबा सानोलाई के कस्तो ल्याइदिने भन आफैले ओरेन्ज कलरको मन पर्छ छोडा पिङ्क कलर कुन कलर मन पर्छ त रेड कलर ए भयो त यहाँ हो नि लेख्ने अब त दुईटा मात्रै दिने नि ए मेटो ल भयो छोड अब दुईटा मात्रै देऊ यसलाई अहिले मेटाउँला आएर स्याएपछि तिम्रो मेटो पनि थियो के अरे कहाँ फाल्यौ अहिले खोजौँला मैले ल लेख यहाँ लेख यहाँ भिडियो गराइ बेलामा धर्को गाड्ने अनि दुईटा दिने हो कि याद त 1 2 थ्याङ्क यू भयो यति हो यहाँ ल अब फेरि अर्को धर्को काँडा 1 2 वाउ फेरि अर्को धर्को काँडा 1 2 वाउ भयो तिनवटा दिने होइन दुईवटा मात्रै दिने हो धर्को काँडा 1 2 यस भयो अब जी लेख्नु जाने हौ जी धर्को काट्ने माथि यतातिर यति दिने अनि यहाँ तलबाट माथि गर्ने अब यो धर्को काट्ने यो चाहिँ सिकी हिँडिनु जानु यति दिने जानेछौ ल यो पनि जान्छु नि त देखेपछि जान्छु नि के यस्तो अलि त लेख यहाँ लेख धर्को काट्ने यति दिने ओ धर्को काट्ने अनि यहाँ यति लैजाने अनि यहाँ तलबाट यस्तो लैदिने हो क्या धर्को काट्ने यति तल ल्याउने माथि लैजाने वा यस्तो गरी जान्ने त फिनिस भयो होमवर्क अब